यस्तो हिँड्नु पऱ्यो त्यहाँबाट जङ्गलभित्रतिर जानु पऱ्यो हाइकिङ गर्ने ठाउँ जस्तो रहेछ सानोबाट एउटा दामी लाग्यो होला नि हेर्दै जानु पऱ्यो चढाइ चढाउनु पढाउँदैछु सही रहेछ ठाउँ चाहिँ यता कताबाट पनि छ छिर्ने ठाउँ चाहिँ भित्र राम्रो रहेछ यस्तो माथि रहेछ यहाँबाट रहेछ क्या छिर्ने ठाउँ यहाँबाट रहेछ भित्र छिर्नु पऱ्यो त आज के रहेछ भित्र म पनि आएको छैन है फर्स्ट टाइम आउँदैथ्यो रुखहरू पनि दामी रहेछ नि त्यहाँ पुरा मस्तिर हाइकिङ गर्ने ठाउँ चाहिँ दामी लाग्यो हेर्दा चाहिँ रुख पनि ठुल्ठुलो रहेछ यहाँ त सिस्क्यामाहरू पुरा जडान्छ यहाँ यसैचोटि जाने ठाउँ त रहेछ म चाहिँ यस्तो जानु पुरा एक्सर्साइज गर्ने बुढाबुढीहरूलाई मैले फर्स्ट टाइम देखेँ पहिला त्यत्रो हिँड्यो बाटो देखेको थिएन कस्तो राम्रो गुम्बा जस्तो यहाँ रेस्ट गर्ने क्या राम्रो घामको किरण छिर्दिरह्यो यहाँनिर वाउ पुरै बुद्धिस्ट टेम्पल जस्तो देख्दैन भित्र बस्ने रहेछ ठाउँ बस्ने पानी परेमा रेस्ट गर्ने छ माथि कस्तो दामी बनायो यस्तो काठे काठ यसरी आउन हान्नेछ बाजेले यहाँ ओछ्याउने भने टन्नै छ ओर्ने पनि रहेछ कस्तो दामी फुल देख्यो के अरे पातकै हो रातो वाह घुम्नु पर्यो साइकल त तल राखेर हराउँदैन होला के को ढुङ्गा रहेछ समुद्रबाट ल्याएर ढुङ्गा जस्तो धेरै ठुलो पार्क जस्तो रहेछ यस्तो रहेछ सलेट रहेछ कि पात होला चाहिँ यस्तो दामी यहाँ चाहिँ के रहेछ यो झन्डा भएको ठाउँ चाहिँ पुलिस चौकी रहेछ आनसान आई पार्क रे अपार्ट एरिया रहेछ यस्तो हुनुपर्छ नि है अपार्टहरू टक्क यहाँनिर छ यो चर्च हो कि यो घर चर्च रहेछ यो रातो घर चाहिँ चर्च रहेछ चरा सानो रहेछ घर कस्तो अँधेरो एन्टी लाइट परेको जस्तो रहेछ दामी चाहिँ दामी रहेछ ठाउँ चाहिँ सुनसान के मान्छेहरू नि एकजना दुईजना रहेछ त्यो बाजे माथि पुगिसक्यो मुन बाटोबाट हिँड्दै थियो तलबाट यस्तो हेरेको त माथि कस्तो राम्रो गुम्बा जस्तो देख्दिरह्यो घुम्दै हिँडेको माथि छिरेको तर एकदम राम्रो लाग्यो के रहेछ यहाँ यो के हो यो ए कटुस रहेछ है कटुस टिप्नु नपाइने रे कटुस पनि टिप्नु नपाइने रहेछ यहाँ केही पनि गर्न नपाइने हो कि हल्ला नि गर्न नपाइने रे कटुस टिप्नु नपाइने आगो लाउनु चाहिँ पाइन्छ क्या त्यसैले चुरोट खान नपाइने रे सबै सिसी क्यामेरा छ मामाहरू कुरुरु कुदेर आइहाल्छ तर यो आनसानभित्रको
पार्क मध्येमा एकदम राम्रो छ। यो पार्कमा चाहिँ गएको खास गरेर योदेखि यो पार्कमा चाहिँ जान लाग्यो, तर यहाँनिर तलले यसरी खासै राम्रो जस्तो लागेन। त्यहाँबाट घर फर्किन लाग्यो। यता देखेर म चाहिँ नि यतातिर चढेको। यो चाहिँ मेन चाहिँ एक्सर्साइज गर्ने ठाउँ रहेछ। एक्सर्साइज गर्ने ठाउँ चाहिँ म गर्छु। एक्सर्साइज गर्ने ठाउँ रहेछ। डाँडामा चाहिँ बच्चाहरू पुरा एक्सर्साइज गरेछ। पर पानी पर्दा बस्ने ठाउँ, ढाडको एक्सर्साइज गर्ने चाहिँ यहाँ ढाड दल्ने बिगारेर यसो जङ्गलभित्र छिर्दिउँ क्या है, के रहेछ सबै एक्सर्साइज गर्ने ठाउँहरू मात्रै छ। म चाहिँ चुट्टीमा पुग्नु पर्यो, टपमा पुगेँ हेर्नु पऱ्यो है, के रहेछ त नजिक यति राम्रो रहेछ अहिले यो इमार्टको पछाडि, अनसान इमार्टको पछाडिपट्टि यति राम्रो ठाउँ रहेछ। एकछिन एक्सर्साइज गरेर स्यास्या भएर ओहो हिजो थाइको एक्सर्साइज गरेकोले होला उकालो चढ्न नसक्ने रहेछ, फिल्ला दुखेर। कस्तो आनन्दको ठाउँ रहेछ यार, रुखहरू है यस्तो छ, घाम पर्केछ। अहिले बेलुका कति ठ्याक्कै 6 बजिसकेछ, बेलुका 6 बज्यो। रुखहरू यस्तो मजाले हरियै भएछ, चपक्कै भएछ। मेरो स्यास्या बेसी भयो। म चाहिँ डाँडाको टपसम्म पुगेँ हेर्नु पऱ्यो, त्यहाँ उतापट्टि झर्नु पऱ्यो। डाँडाको टपमा चाहिँ के रहेछ भनेर चाहिँ, तर बाटो धेरै रहेछ त्यता यता र उता यताउता रहेछ। तर त्यो सानो डाँडामा नि ठुलो ठाउँ त ठुलै रहेछ, तलबाट देख्दा सानो छ। रेस्ट गर्ने रहेछ यहाँनिर, हाइकिङ गर्ने होला हल्का रेस्ट गर्ने। जङ्गल त बाक्लै रहेछ है, आमा के यसको रुखहरू चिन्नु छैन, सल्लाहको रहेछ, कट्टुस रहेछ। जङ्गल त छपक्कै रहेछ। पिङ्गिरो भन्दैछ, चरा कराउँदैछ। अस्ति जाडोमा त सुनसान थियो, चरा कराउँदैन थियो, अहिले चाहिँ चराहरू अलिअलि कराउने। म कता हिँडेको कता पुग्ने बाटो साटो थाहा छैन, जङ्गल चाहिँ झपक्कै रहेछ। दाउराहरू त टन्नै रहेछ, यस्तो सोतरहरू दाउरा यत्तिकै छरे हुन्छ, अनि आगो लाग्यो भने त बिचो खुन्छ, कतिसम्म पनि सक्दैन।
अस्ति लगाएको थिएँ नि उतातिर छिन्चनामदेखि कता साइडपट्टि लगाएको थिएँ आगो दाउरा ल यहाँ डाँडामा आएर नि यही होला टप साइड टप यही जस्तो लाग्छ हामीलाई छैन जस्तो हाम्रो उँधो साइडपट्टि पनि जाने बाटो त रहेछ यहाँबाट छिर्नु है म उताबाट चढ्यो अब यहाँबाट ओह्रालो झर्नु ओह्रालो झर्दा म कतापट्टि पुग्छ मलाई नै थाहा छैन दाउराहरू काटेर राख्दै रहेछ टन्नै यतापट्टि जम्की यतातिर घुमेर नि यो बाटो गयो भने कता पुग्छ थाहा छैन यो बाटोबाट तल झरेर तेर्सो लागिन्छ कि हेरौँ तर जङ्गल चाहिँ सबै भएको रहेछ म आएको थिएन यता आएको होइन फर्स्ट टाइम मात्र आएको म आनन्द रहेछ सुनसानको मान्छे नि छैन धेरै बच्चाहरू खेल्ने अलिअलि देख्यो जङ्गलभित्र एक दुईजना हिँडेको मात्रै देखेँ एकजना मान्छे जाँदैछ बुढो मान्छे म यस्तो तेर्सोपट्टि लाग्ने होला सायद के रहेछ त्यो भित्र चराचित रहेछ टन्नै यसको म्याप रहेछ है तेर्सो म्याप त काम छैन म्यापहरू रहेछ यस्तो म यता तेर्सो जानुपर्ने यतातिर चाहिँ इन्ट्री छैन छ बार लगाएको रहेछ यो साइडतिर चाहिँ त्यहाँदेखि ठुलो छ जङ्गल ठुलो रहेछ जङ्गल बार लगाएको रहेछ म चाहिँ उता गएर त्यसै जानु पऱ्यो किनकि मलाई यता गयो भने मेरो बाटो त्यता पर्दैन होला जस्तो लाग्यो तल्लो साइड हिँड्नु त्यसै ए सुरिलो रुख चाहिँ देखेँ यो यहाँ अलिकति सिधा रुखहरू चाहिँ धेरै देखेँ मैले भित्रतिर पनि नत्र यहाँनिर त्यो हावाले हानेर के हो रुखहरू सबै बाङ्ग्यो रुखहरू मात्रै भेट्छु यहाँ चाहिँ पुराले सिधा रुखहरू देखियो तर यो बाटोबाट कहाँ पुग्छु म त रोडको छेउछेउ त आइपुगे रहेछ हो त्यो सिमले यहाँ चाहिँ सर्पहरू पनि छ अरे क्या सर्पहरू मसिनो सर्पहरू पनि छ सर्प चाहिँ कहाँ छ यही हो क्या सर्प सायद यो साइडपट्टिहरू चाहिँ कुनातिर चाहिँ किन छिर्नु नदिएको होला बार लगाएर चाहिँ एकदम राम्रो छ ठाउँमा अरू फोटो नआएछ भनेपछि यहाँ सर्प रहेछ मसिनो सर्पहरू हुन्छ छुच्चा हुन्छ सालेर लास्ट छुच्चा हुन्छ विषालु चाहिँ कतिको विशाल हुन्छ थाहा भएन छुच्चा चाहिँ फेरि लास्ट छुच्चा हुन्छ फुच्चे सर्प हुन्छ ठुलो सर्प चाहिँ देखेको छैन मैले खोजेको भेटाएन ठ्याक्कै गुम्बाको छेउमा आइपुगे जस्तो लाग्यो मलाई हो रहेछ सडकको म यताबाट छिरेको थियो यो साइड आइपुग्यो के रहेछ ठ्याक्कै यहीँनिर आइपुग्यो
त्यहाँबाट कताबाट पर उता तेर्सा लाग्ने देखेको थिएँ त्यता नि गइ हेर्नु पर्यो अघि साइड यस्तो दामी देख्दो रहेछ यहीँबाट माथि लागेको थियो यहीँ आइपुगेर इन्डिङ गरियो ल यस्तो दामी देखेछ म चाहिँ अब लाग्नु पर्यो घरतिर साँझ पनि पर्यो ओह्रालो झर्नु पर्यो भनेको उता तेर्सो बाटो रहेछ त्यो बाटो नै गयो हेर्नु पर्यो कि है तर यो भित्रको यो जङ्गललाई चाहिँ सबै तारबार गरेको रहेछ यता चाहिँ जानु नदिन्छ कस्तो भूत लाग्यो कि यार मलाई त कस्तो रिङ्गाटो चले जस्तो हो कस्तो रिङ्गाटो चलेको जस्तो फिल हो के सिस्नो हो के हो यो एउटा हाम्रोतिर हुन्छ पातले सिस्नो भन्ने हुन्छ त्यस्तै रहेछ र यो डाँडाको माथिबाट हेरौँ के रहेछ माथि टपमा चाहिँ ए माथि पुलमा जाने बाटो जस्तो लाग्यो यस साइडतिर चाहिँ पुलमा जाने बाटोबाट पुरा कस्तो झोड जस्तो देखिने क्या यता है मान्छे छिर्नु नपाइने रहेछ ए म अघि आएको बाटो यहाँबाट नि देखेको थिएँ मैले बाटो एउटा हेरौँ न यस्तो झोड छ लहरा सहरा दामी चाहिँ दामी देख्ने यो लहराहरूले गरेर नि एकछिन पुलमाथि हेरौँ है पुलमास्तिर नि चढौँ जुत्ताको लेस पनि खुस्केछ जुत्ताको लेस पनि बानौँ त्यहाँबाट घरतिर हिँडौँ त्यो पानीको पाइप हो के पहाडबाट ल्याएको पानी होला है पहाडपट्टि पाउँछ होला पानी माथि पहाडको छेउ पहाडको पानी हुनेछ फेरि अर्कै रमाइलो हुन्छ मिठो हुन्छ नि त त्यही भएर ल यहाँहरू त्यो पर आनसानको इमाट फुलहरू इमाट रहेछ तर अस्ति यहाँ फुल कस्तो राम्रो फुलेको रहेछ दामी लाग्यो मलाई चाहिँ अस्ति आउनु पाएन फुलहरू चाहिँ अलिअलि बाँकी रहेछ पुललाई पनि रुख रोपिदिएर क्या पुलको पनि रुख रोपिदिएर पहाडै बनाएर रहेछ पुलको डिजाइन ओ सेट झन्डै खुट्टा फर्क्यो यहाँबाट तल पुग्ने रहेछ ठिक छ मेरो चाहिँ थोइलतिर जाने बाटो हाम्रो जङ भएको रुम जाने बाटो यतातिर त्यहाँबाट उता हो चाहिँ यहाँबाट यहीँ नजिकै रहेछ टाइम पास गर्नको लागि आउने ठाउँ रहेछ राम्रो रहेछ अब लाग्यो म चाहिँ मेरो साइकल तल राखिरहेछ साइक्लिङ गर्दै बसेको चट्ट देखियो छिरियो रमाइलो लाग्यो एकछिन त्यत्रो लगभग धेरै नै हिँडेँ है म पसिना भयो छिर्दिएको उकालो चढेर नि अब झरेँ ल त आजको भ्लग चाहिँ मैले धेरै
धेरै बनाउन सकेन। मेरो आजको भिडियो चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। फेरि हामी नेक्स्ट भिडियोमा भेटौँला भन्दै बाई बाई।